तपाईँ अहिले काठमाडौँको खुला आकाश मुनि हिँडिरहनु भएको छ भने सास फेर्दा तपाईँ केसँग सास फेर्दै हुनुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ। साँचो भन्नु परे यो केवल हावा होइन, धुलो, धुवाँ र सूक्ष्म कणहरूको विस्फोट हो। के तपाईँ कहिले बिहान सबेरै उठेर काठमाडौँको चिसो हावामा एक गहिरो सास लिनु भएको छ? त्यो सास एक समय थियो शुद्ध, ताजा, जीवनदायी। तर आजको काठमाडौँमा त्यो सास केवल आदत बनेको छ। न हामीले सोच्ने गर्छौं कि त्यो हावा साँच्चै स्वास्थ्यको लागि सुरक्षित छ कि छैन। हामीले वायु प्रदूषणको कुरा त सुनिरहेका छौं, तर एयर क्वालिटी इन्डेक्स AQI भनेको कुरा के हो? AQI भनेको हावामा रहेका प्रदूषक तत्त्वहरूको स्तर मापन गर्ने एक तरिका हो। 0 देखि 50 सम्मको AQI लाई राम्रो मानिन्छ भने 100 पार गर्न साथ त्यो स्वास्थ्यको लागि हानिकारक हुन्छ। वास्तवमा अहिलेको काठमाडौँको हावा विश्वकै सबैभन्दा प्रदूषित सहरहरूमा गनिन थालेको छ। हामी कहाँ हरेक दिनको एयर क्वालिटी इन्डेक्स 200 भन्दा माथि पुग्छ, कहिले काहीँ त 300 पार गर्छ, जुन अत्यन्त अस्वास्थ्यकरको स्तरमा पर्छ। यस्तो स्तरको हावा सास फेर्दा तात्तातो धुवाँ पिउनु जस्तै हो, जसले शरीरलाई भित्रैदेखि बिरामी बनाउँछ। एयर क्वालिटीको मुख्य दोषी मध्ये एक हो PM 2.5। PM 2.5 भनेको 2.5 माइक्रोकोन भन्दा साना कणहरू हुन्, जुन हाम्रो नाक र घाँटीबाट सिधा फोक्सोभित्र जान सक्छन्। यी कणहरू गाडीको धुवाँ, फोहोर जलाउँदा, औद्योगिक धुलो र निर्माण स्थलबाट निस्कन्छन्। यसको असर दम, ब्रोंकाइटिस, हृदयघात, क्यान्सर जस्ता रोगहरू हुन्। सबैभन्दा डरलाग्दो कुरा, बच्चाहरू र वृद्धहरूमा यसको असर झन गहिरो हुन्छ। हावा भनेको केवल अक्सिजन होइन, यो एउटा अदृश्य तर प्रभावशाली तत्त्व हो, जसले हाम्रो जीवनको गति निर्धारण गर्छ। आज हामी जुन हावा फेर्दैछौँ त्यसमा PM 2.5 नामको सूक्ष्म कणको मात्रा अत्याधिक छ। यी कणहरू हाम्रो आँखाले देख्न सकिँदैनन्, तर साथ शरीरभित्र छिर्छ, फोक्सोमा जम्मा हुन्छ, रक्तनली हुँदै हृदयसम्म पुग्छ र दीर्घकालीन रोगको बिउ रोप्छ। यस्तो कणको स्रोत के हो त? शहरमा सयौं निर्माण स्थलहरू, दिनभर ट्राफिक जाममा धुवाँ फाल्ने पुराना सवारी साधनहरू, प्लास्टिक जलाउने प्रवृत्ति, ढुङ्गा खानी र डस्ट सबै मिलेर काठमाडौँको हावालाई बिस्तारै कालो बनाउँदैछन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञहरू भन्छन्, वायु प्रदूषणका कारण अहिले बालबालिकामा दम र एलर्जीका समस्या डरलाग्दो हिसाबले बढिरहेको छ। धेरै अभिभावकहरूले त थाहा नै पाउँदैनन् कि उनीहरूको छोराछोरी सधैँ खोकी किन लाग्छ, निन्द्रामा सास रोकिने किन हुन्छ। वृद्धहरूका लागि यो अवस्था झन खतरनाक छ। हृदयघात, उच्च रक्तचाप र श्वास प्रश्वासका जटिल रोगहरू यसैको उपज हुन्। हामी भन्छौँ हावा सबैको साझा हो, तर यो साझा सम्पत्तिमा अहिलेको अवस्था हेर्दा न सरकार गम्भीर देखिन्छ, न हामी नागरिक नै सचेत छौँ। कतिजनाले कार वा बाइक चढ्दा सोच्नु भएको छ, म आज फेरेको यो सासमा कति धुवाँ थपे। हामी विकासको नाममा रुख काट्दैछौँ, तर बिरुवा रोप्ने चासो छैन। तर के हामी केही गर्न सक्छौँ त? अवश्य सक्छौँ। हामी आफैबाट सुरु गर्न सक्छौँ। सार्वजनिक यातायात प्रयोग गर्न सक्छौँ, बाइक भन्दा साइकल रोज्न सक्छौँ, मास्क अनिवार्य लगाउन सक्छौँ, प्लास्टिक जलाउन नदिन, घर अगाडि रुख रोप्न। साना साना परिवर्तनहरूबाट ठूलो प्रभाव पार्न सकिन्छ। त्यसैले अब समय आएको छ सासबारे सोच्ने, केवल जिउने होइन, सुरक्षित जिउने। तपाईँ सास त लिँदै हुनुहुन्छ, तर त्यो सास जीवनदायी हो कि घातक? यो प्रश्न तपाईँ आफैलाई गर्नुहोस् त।